पहाडतिर हिमालतिर कुरा गर्दाखेरिमा पहुँचै गर्न नसकिने 4 घण्टा लगाएर चाहिँ मान्छे चाहिँ एउटा ठाउँमा आएर काउन्सिलरलाई अथवा सर्भिस प्रोभाइडरलाई भेट गर्नुपर्ने अब त्यो गरुन्जेल उसको घरमा कति कुरा छुटिसक्छ त्यसको कम्पन्सेसन पनि उसैले गर्नुपर्ने हैन। अब यसलाई हेर्दाखेरिमा हामी वुमेनको इस्युजलाई पनि हेर्न सक्छौँ के भन्छ अल्पसंख्यक समुदायको इस्यु भनेर पनि हेर्न सक्छौँ हैन। हामी बर्डनको बारेमा कुरा गरिरहेछौँ अनि हामी वुमेनहरूको बर्डनको बारेमा कुरा गरिरहेछौँ। म कस्तो चित्तै बुझिरहेको थिइनँ क्या। अनि यो जस्तो हिलर्सहरूलाई चाहिँ FCHB सँग कनेक्ट गर्ने भनेर भन्दै गर्दा कतिजनालाई थाहा छ FCHB को फुल फर्म? Female Community Health Volunteer. Why only female community health volunteer? So that is already because yes, right? And dash. And then that way just to task and burden and also I needed to go to the community but I could not because of any reason, हैन। तर त्यहाँ चाहिँ okay FCHB and then F is already a problem. General people ले कसरी चाहिँ एभिडेन्सलाई फलो गरिरहेको छ अनि त्यो एभिडेन्सलाई फलो गर्दाखेरि पनि कताको आधारमा हैन हामीले हाम्रो पहिरवी पत्र भनेर भनौं न एडभोकेसी डकुमेन्ट भन्छ हाम्रो डिक्लेरेसन हामीले केही ड्राफ्ट गरेका छौं त्यसलाई फाइनलाइज त्यसैबाट गरिनेछ हगि त्यसकारणले यो अहिलेको सेसन अत्यन्तै महत्त्वपूर्ण छ। यो चाहिँ अलिकति छुट्टै ल्याडर जस्तो लाग्यो कि मेरो विचारमा FCHB र उसको समुदाय केन्द्रित अभ्यास जसमा सांस्कृतिक नैतिक एभिडेन्सयुक्त प्रमाण र सहकार्य एकैसाथ जोडिन्छ अत्यन्त प्रभावकारी छ। देशभरिका सामुदायिक काउन्सिलर, मनोसामाजिक परामर्शकर्ता, महिला स्वयंसेविका, शिक्षक, शिक्षिका, स्थानीय समूहहरू र महिला समूहहरूले गरिरहेको कामलाई अब राष्ट्रिय नीतिले पहिचान गर्न जरुरी छ। एकदम डिफरेन्टली तल जुन पिरामिड ग्रासरुट लेभलदेखिको माथिको कुरा गरिरहेको छ द्याट्स भेरी इम्पोर्टेन्ट। अब स्वस्थ हुनु भनेको रोग नलाग्नु त हो नै, मानसिक रूपले पनि स्वस्थ हुनु हो, सामाजिक रूपले पनि हुनु हो, भावनात्मक रूपले पनि हुनु हो। त्यो सबै गर्ने स्वास्थ्य मन्त्रालय डाक्टरहरू मात्र होइन, यहाँ पनि हो, हामी पनि हो, हामी सबैजना हो। त्यो हिसाबमा हामी काम गरिरहेका छौँ। त्यसैगरी हिजो माननीय मन्त्री डाक्टर सुधाले पनि त्यसैगरी कुरा राखिसक्नु भएको छ। त्यसले स्पष्ट के देखाउँछ भने हाम्रो स्वास्थ्य मन्त्रालयको प्रायोरिटीमा मेन्टल हेल्थ छ है। त्यसैले प्रायोरिटीमा मेन्टल हेल्थ छ भनेर भन्दाखेरि त्यो एकदमै गर्व गर्ने कुरा हो। त्यसैले हामीलाई के विश्वास लाग्छ भने आज हामीले निकालेका कुराहरू छ, जुन सजेसनहरू छ त्यो अब आउने स्ट्र्याटेजीमा हैन, अब आउने स्ट्र्याटेजीमा इन्कर्पोरेट हुन्छ भन्ने कुरामा म विश्वस्त छु।